हेलो गाइज, गुड मर्निङ फ्रम अर्घाखाँची। हाम्रो हजुरआमाले तिहारमा नातिनीहरूले चाहिँ यसरी टपरीमा के अरे रोटीहरू खानिदिने अनि ओखर फुटाल्ने, नातिको शत्रुहरू नासोस् भनेर यसरी ओखर फुटाल्ने महान चाड है। विजया दशमीको हुन्छ नि, दसैँ, तिहार, छठ यिनी सबै पर्वहरूलाई समेटेर हामीले एउटा भिडियो बनाउँदैछौँ। यसमा तपाईँहरू सम्पूर्णले सहयोग गरिदिनु होला। हजुरआमा के भन्न चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ? हुन्छ, मस्तै पढाउँला। हाम्रो के भएको काम? के जोडिदिनु? ब्लुटुथ कनेक्सन। त्यति बसौँ, यता आउनु पर्दैन है, त्यहाँ कुच्चियो नि यसलाई भन्दा बढी महँगो परेको हो, ख्याल गरौँ। हेलो गाइज, हाम्रो गाउँतिरको भ्यू देखाउन चाहन्छु। अब हाम्रो गाउँतिरको हिमालहरू देखाउन चाहन्छु। हिमाल जाँदै देख्यो के बिहान कोइरो लागेको थियो। गाइज देख्न सक्नुहुन्छ हाम्रो अर्घाखाँचीको सुन्दर हिमालहरू। अर्घाखाँचीको एकदमै राम्रो सुन्दर हिमाल। गाइज हाम्रो चाहिँ यो सेकेन्ड रोटी हो है, सेकेन्ड रोटीको डल्लो हो। सेकेन्ड रोटीको डल्लो हो। अब कस्तो हुन्छ हेरौँ। यस्तो रोटी बनाउँछ है, हेर्नु है, यस्तो लभ बनाउनु पर्छ। यो मेरो माया गर्ने मुटुहरूको लागि होइन माया? ओए माया, यता हेर्नु न, यो रोटी कस्तो भन्न? रोटी कस्तो छ? रेस्पोन्स दे छिटो। यो चाहिँ लभ है, लभ गाइस। कहाँ हो यो रानी? खोज्ने ठुलो भयो, ठुलो नेवार कहाँ पाक्ने गर्छ, यस्तो राम्रो हो। सानो सानो अलि ठुलो एउटै साइजको काट्ने, सानो नकाट्ने। मैले काटेको भिडियो गरिदिउँ न। बहिनी मोबाइल नजिक ल्याऊ न, स्ट्यान्ड तल झारेर उठ्न, तल झार्के त्यो सिधै डाइरेक्ट नजिक लिएर आउनु। चार, 5, 6, 7, 8, 9, 10, 11, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, 29, 30, 31, 32, 33, 34, 35, 36, 37, 38, 39, 40, 40, 45. अघि 5वटा राखेको थिएँ।
हिसाब गर्नु जानेछ बहिनीले। अझै एउटा छ नि त पुरानो फुस्कियो त अफ गरिदिउँ छोपेर बना भनेको त्यही धसिए तल त्यसैमा आडेचारलाई। हेलो गाइज, अब चाहिँ हामी कुणाल भाइलाई भेट्न जाँदैछौँ। मेरो घरदेखि थोरै साइडमा उनको घर। त्यो भाइलाई अब के गर्दैछन् एकैछिनपछि म देखाउन चाहन्छु। त्यो भाइसिम पुगिसकेपछि मैले भिडिहाल्छु ल गाइज। होइन अब ट्याक्क म कुणाल भाइको घर जाँदैछु। कुणाल भाइको घर चाहिँ ट्याक्क दीपावलीको सुरु भएर रहेछ। दीपावली बनाउँदै हुनुहुन्छ होइन टक्क भाउजूले। यता चाहिँ दाइले टक्क सुरु देखाउनु भयो। यता चाहिँ ह्याप्पी कुकुर तिहार। हेलो हेलो कुकुर। यता चाहिँ होइन भाउजूहरूले रोटी बनाउनु भयो मस्त टक्क है। ह्याप्पी कुकुर तिहार चाहिँ आऊ आऊ भाग्छस् कुकुर। यो चाहिँ भाइ हो हेर्दा लुकुरे टक्क बस्यो। के छ हेन्सम? बढिया छ। के छ गर्लफ्रेन्डको हालखबर? केही छैन ल दाम। गाइज हाम्रोबाट रोटी पाक्दैछ। खाना सबैजना आउनु होला। ह्याप्पी तिहार भन्न चाहन्छौँ। यतिको रोटी पाक्दैछ रातो रोटी टक्क लाएर राम्रो रोटी मिठो रोटी बेसनको रोटी के मिसाउँछन् अरे एमा के अरे हो त्यो चिजको रोटी है त ल च्याप्प। गाइज होइन टक्क रोटी बनाउने आइडिया यो चाहिँ उता पाक्दैछ यता बेल्दै हुनुहुन्छ टक्क होइन। मिठो अब रोटी चाहिँ मिठो हुन्छ है। यो बेलाइ भयो। त्यसपछि अब डाइरेक्ट एमा चाहिँ टक्क है टक्क यस्तै झिक्ने अनि पछि उता मिलाएर टक्क राख्ने। हेलो गाइज, हाम्रो चाहिँ एकदमै राम्रो भयो तिहारको रोटी पकाउने कार्यक्रमहरू। अब तपाईँहरूको नि राम्रो होस्। घर घरमा त्यहाँ रङ्गोली मनाउनु होला, दिया बाल्नु होला, भाइ बहिनीहरूको उस गर्नु होला होइन। नर्के के फाल्ने अरे नर्के फाल्ने त्यो काम गर्नु होला। र हामी चाहिँ अब भाइटिकाको दिन भेट्नेछौँ। सबैलाई शुभकामना छ। ह्याप्पी तिहार।